अब गुन्द्रुक बनाउन पनि सरकारी नियम तोकियो कडा मापदण्ड, गुन्द्रुक अब ब्रान्डेड बन्दै। नेपाली रैथाने खाजा र पहिचानका रूपमा रहेको गुन्द्रुकको गुणस्तर सरकारले पहिलोपटक निर्धारण गरेको छ। पछिल्लो समय गुन्द्रुकको व्यावसायिक उत्पादन र विदेशमा समेत निर्यात हुन थालेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 अन्तर्गत रहेर नयाँ मापदण्ड तोकेको हो। मन्त्रालयका अनुसार गुन्द्रुक स्वच्छ, सफा, स्वाभाविक स्वाद र बास्ना भएको हुनुपर्नेछ। यसमा कुनै पनि प्रकारको रङ, सुगन्ध, फ्लेभर अर्थात् परिरक्षित तथा प्रिजर्भेटिभ वा नुन मिसाउन पाइने छैन। मापदण्डले गुन्द्रुकमा जलांश बढीमा 12% र अम्लता, ल्याक्टिक एसिड कम्तीमा 0.8% हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। साथै फर्मेन्टेसन गर्दा फलामे, एल्युमिनियम वा तामाका भाँडा प्रयोग गर्न निषेध गरिएको छ। उत्पादकले गुन्द्रुक प्याकिङ गर्दा खाद्य ग्रेडको सामग्री प्रयोग गर्नुपर्नेछ भने लेबलमा प्रयोग गरिएको सागको विवरण र प्रकार प्रष्ट उल्लेख गर्नुपर्नेछ। ढुङ्गा, माटो, किरा वा मुसाका अंश जस्ता अखाद्य पदार्थ पाइएमा त्यसलाई गुणस्तरहीन मानिनेछ। यो मापदण्ड राजपत्रमा प्रकाशित भएको मिति 2083 वैशाख 1 को 181 दिनपछि देशभर अनिवार्य रूपमा लागू हुनेछ। यस कदमले नेपाली गुन्द्रुकको ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा यसको विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ।